कहिलेकाहीँ जीवनले यति धेरै थिच्छ कि आफूलाई नै सोध्न मन लाग्छ, म किन जन्मिएछु भनेर। यो कथा हो रामको। राम एउटा सानो गाउँमा जन्मिएको थियो। घरमा न पैसा थियो न सहारा। बुबा दैनिक जालादारी, आमा बिरामी। सानै उमेरदेखि रामले दुःख पाएको थियो। साथीहरू खेल्दै गर्दा राम कामको खोजीमा हिँड्ने गर्थ्यो। रामलाई भने स्कुल जान एकदमै धेरै मन थियो, तर पेटको आगोले किताबको भन्दा ठुलो आवाज निकाल्थ्यो। धेरै पटक उनले सुन्नु पर्यो, त केही बन्दैनस्, तेरो सपना गरिबीमै मरिदिन्छ। तर रामको मनमा भने एउटा आवाज थियो, यदि मैले हार माने भने मेरो परिवारको के हुन्छ। दिनभरको काम, रातभरको सपना। सबै सुतिसकेपछि राम मोबाइलको टर्च बालेर पढ्ने गर्थे। उनी दिनभरको कामले थाकेर लत्थ परेका हुन्थे, तर उनको सपना भने अझै जागिरहन्थ्यो। एक दिन रामले ठुलो असफलता भोग्नु पर्यो। उनले मेहनत गरेको परीक्षामा फेल हुन पुगे। त्यो दिन राम धेरै रोए। पहिलो पटक उनले भने, अब म सक्दिनँ। तर आमाको एउटा वचन उनले सम्झिए, छोरा हार त सबैले मान्छन्, तर जित्नेहरू हारपछि उठ्ने गर्छन्। त्यो कुरा सम्झेर त्यो दिनपछि राम बदलिए। अब उनले गुनासो गर्न छोडे, बहाना बनाउन छोडे। उनले आफैसँग भने, म आज होइन भोलि सफल हुन्छु। र रामले दिन रात मेहनत गर्न थाले, अवसर खोज्न थाले, आफ्नै कमजोरीहरूसँग लड्न थाले। वर्षौंपछि त्यही गाउँ, त्यही मानिसहरू, तर अब राम भने एउटा फरक नाम लिएर आएको थियो। राम सफल व्यक्ति भएर आएका थिए। आज रामले आफ्नो परिवार मात्र होइन, अरू सयौं युवा साथीहरूलाई पनि प्रेरणा दिइरहेका छन्। यदि आज तिमी दुःखमा छौ भने सम्झ, यो तिम्रो अन्त्य होइन, यो त तिम्रो कथाको सुरुवात हुने पन्ना हो। हार मान्नेले कहिल्यै जित्दैन र जित्नेले कहिल्यै हार मान्दैन। यो कुरा तिमीले सधैँ याद राख्नु। सफलता भनेको सजिलो बाटोमा हुँदैन। आज दुःख छ भनेर नआत्तिनु। हरेक दुःखपछि सुख अवश्य पनि आउँछ। हरेक मेहनतको फल अवश्य पनि मिल्नेछ। आजको काम भोलिको नयाँ पहिचान बन्ने एउटा सुनौलो अवसर पाउनुहुनेछ। त्यसैले हार मानेर मैले केही गर्न सक्दिनँ भन्ने कुरालाई आजैदेखि त्यागेर नयाँ बाटोको सुरुवात गर्नुहोला। आज दुःख छ भने भोलि कथा तपाईँ नै बन्नुहुनेछ। र भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु।